छोडेर भयो यता चाहिँ यो के अरे धोबीघाटको सनराइज बिल्डिङ धोबीघाटको सोलर पावर प्लान्ट देख्नुभयो यहाँ तल मैले यसमा 6 महिना काम गरेँ सेक्युरिटी गार्ड पहिलोचोटि आउँदाखेरि 9,000 तलब दिन्थ्यो 9,000ले कहिले पनि नपुग्ने बाकर भूकम्पपछि त्यो पुरा बााउन्डरी भत्काएको थियो हामीहरू आउने बेला धेरै तल ल्यायो है एयरपोर्ट उता देखियो बल्ल त्यो मैले सेक्युरिटी गार्ड गर्ने कम्पनीको मालिक थिएँ चिनबहादुर खत्री भन्ने दार्चुलाबाट दोस्रो बिहा गरे अनि मान्छे चाहिँ ओखलढुङ्गाको आर्मीको ठुलै हाकिम रहेछ बाइकले नधान्ने शरीर एकदम मोटो पुग्यो हिमालयन त विदेश मात्रै जान्छ हैन नेपाल अहिले बाहिरको तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। कृपया आफ्नो सिटमै बसिदिनु हुन अनुरोध गर्दछौँ। सिटमा तथा समान कक्षको ध्यान पुर्याउनु हुनको साथै जहाजबाट ओर्लिनु अघि आफ्ना हाती सम्झन लान नबिर्सिनु हुन अनुरोध गर्दछौँ। एयरलाइन्सको फ्रिक्वेन्ट फ्लायर प्रोग्राममा यहाँ सर्भिस लिन चाहनुहुन्छ भने आफ्ना विमानस्थलका कर्मचारीहरूसँग सम्पर्क राख्नु हुन अनुरोध गर्दछौँ। यहाँहरूको उडान आरामदायक होला भन्ने आशा गर्दै फेरि पनि एयरलाइन्सको सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ। नमस्ते, शुभ दिन। Ladies and gentlemen, we have landed at Durban International Airport, Kathmandu. The Earth's temperature is 26 degrees Celsius. Please remain seated until the aircraft has come to complete stop and the fasten seatbelt sign is switched off. Kindly use caution while opening the bed base and do not forget your personal belongings before leaving the aircraft. Airlines has frequent flyer program and if you wish to enroll, please contact our ground staff. We hope that you will find it a pleasant thought to serving you again. Thank you for choosing Sri Airlines. Namaste and have a good day. आर्मीको हेलिप्याड
पैँतिसमा भनेर 45मा ल्यान्डिङ भयो 10 मिनट ढिलो मैले चाहिँ डाउनलोड गरेको थिएँ अहिले